सबैजनालाई जयमसी साथै नमस्कार। आज म प्रभुको वचनलाई चाहिँ यहाँ पढ्दैछु। यो चाहिँ हितोपदेशको पुस्तक 4को 26 र 27। यहाँ 26मा के भनेको छ भने, तिम्रा पाइलाहरूको हिँड्ने मार्ग विचार गर र तिम्रा सबै मार्गहरू स्थिर हुन् भनेर लेखिएको छ। यहाँ चाहिँ हाम्रो हामीले सोच्ने, हामीले हेर्ने, हामीले बोल्ने यी सबै कुरालाई चाहिँ विचार गर्नुपर्छ। हामी कस्तो छौँ, कसरी हिँडेका छौँ, के सुन्दैछौँ, के खाँदैछौँ, होइन? यी चाहिँ परमेश्वरको वचनले तिमीहरू कस्तो छौ भनेर हामीलाई सोध्दैछ परमेश्वरको वचनले। त्यस कारणले हामी कस्तो छौँ, कहाँ हिँडेका छौँ, के गर्दैछौँ, ती कुराहरूलाई हामीले चाहिँ याद गर्नुपर्छ र परमेश्वरको वचनदेखि यताउता हिँड्नु हुँदैन। यहाँ 22 र 23मा पनि यी कुराहरू भनेको छ। जब हामी ठिक बाटोमा हिँड्छौँ तब ठेस लाग्दैन, ठेस खाँदैन भन्ने कुराहरू हामीले यहाँ बुझ्छौँ है। अब यहाँ चाहिँ हामी त्यो कस्तो छ त्यो मार्ग हामीले पत्ता लगाउनु पर्छ। अनि हामी के गर्नु हुँदैन, जेब्रेर दाहिने कुद्नु हुँदैन अथवा परमेश्वरको आज्ञादेखि उपरन्त परमेश्वरलाई पहिलो स्थान राखेर हामी हिँड्नुपर्छ भनेर प्रभुको वचनले भन्छ। यहाँ 27मा के भन्छ भने, तिमी न दाहिनेतिर न त देब्रेतिर नै फर्क, आफ्नो पाउ खराबीबाट हटाऊ भनेको छ। हाम्रो पाइला चाहिँ कस्तोमा छ, कसरी हिँड्दैछौँ? संसारमा रहेको त छौँ, तर संसारकै चालामा हिँड्दैछौँ कि होइन? अनि संसारमा रहेर कसरी हिँडेका छौँ, ती कुराहरूलाई विचार गर्नुपर्छ। हामी एउटा मानव भइसकेपछि हामी प्रभुलाई विश्वास गर्ने मात्र होइन, विश्वास नगरे तापनि हामी राम्रो बाटोमा हिँड्नुपर्छ। अर्काको डाहा गर्नु हुँदैन, अर्काको आरिस गर्नु हुँदैन, अर्काले गरेकोलाई यसले यसो गरो, यसलाई कसरी गिराउँ भन्नेहरू हुँदैन। हामी सबै हामीले जानेको छौँ, अहिले यसरी हामीले देखेका छौँ होइन? यी विभिन्न सामाजिक सञ्जालमा हामीले सुनेका छौँ र सामाजिक सञ्जालमा बोल्दा पनि थोरै मिस्टेक भयो भने होइन, त्यही पासो भन्छ, त्यही पासो भन्छ। आज खराबीको जरा, आज पापको जरा त यहीँ हुन्छ, तर हामीले जानेको हुँदैनौँ। हामीले बोल्दाखेरि समाजमा कसरी बोल्नुपर्छ अनि कसरी सामाजिक सञ्जालमा बोल्ने, समाजमा रहँदा कसरी बोल्ने, कसरी हिँड्ने, अनि साथीभाइसँग हिँड्दा कसरी हिँडेको छौँ, यी सबै कुरा चाहिँ परमेश्वरले विचार गर्नुहुन्छ। साथै संसारको मान्छेहरूले पनि यी कुराहरू विचार गरिराखेको हुन्छ, यो कसरी के छ, यो के छ भनेर। अनि त हाम्रो बिचमा कुराहरू हुन्छन् अनि हामीलाई भन्छन्, के हो फल्ना त यस्तो हिँड्छ, यसो भएको छ, यस्तो छ भन्छ। त्यस कारणले गर्दा हामी प्रभुको जनहरू त झन् धेरै होसियार भएर हिँड्नुपर्छ। हुन्छ, प्रभुले हामीलाई सुनेर आशिष दिएका हुन्। अनि तपाईँहरूले सुन्नुहोला, सुनेर अनि यसको प्रतिक्रियाहरू पनि दिनुहोला अनि सेयर गर्नुहोला अनि सब्सक्राइब पनि गरिदिनुहोला। हुन्छ, फेरि पनि जय मसीह।